सेवारो नमस्कार गुड मर्निङ। ल यो चाहिँ फकफके भन्छ। यो फकफकेको चिया आज चाहिँ पिउनु पर्यो भनेको। यो फकफकेले चाहिँ डायबिटिक्स या मधुमेह रोग हुनेले चिया पियो भने चाहिँ घटाउँछ अरे भन्छ। लिम्बू भाषाबाट डायबिटिक्स या मधुमेहलाई केलिम्बा तुङ भन्छ। तुङ भनेको चाहिँ रोग, अब इङ्ग्लिसमा डिजिज भन्दो रहेछ, नेपालीमा चाहिँ चिनी रोग अनि मधुमेह भन्छ। ल अनि त्यति मात्रै नभएर कुनै केमा धेरैको दबाई अरे भन्छ। त्यही भएर मैले चाहिँ यहाँ रोपेर राखेको। पोहोर एकजना मेरो भाउजू पर्नेले दिनुभएको थियो। बाहिर राखेको त मर्यो, सेडभित्र राखेको मात्रै बाँचेको हो। बाहिर त चिसोले मर्दो रहेछ। ल म चाहिँ मेरो श्रीमानज्यू र मैले चाहिँ चिया बिहान पिउनु भनेर तान्छु पाइएन भन्छ। बिहानको समयलाई अब नेपालीमा बिहानको समय, इङ्ग्लिसमा मर्निङ टाइम भन्दो रहेछ। ल एकदम गुड मेडिसिन हो यो फकफके भन्ने। अब इङ्ग्लिसमा खै के भन्छ थाहा छैन। यो चाहिँ पोहोर चाहिँ मान्छेभन्दा अग्लो भएको थियो, त्यही भएर यसपालि चाहिँ अब चिमटेकै। अनि यो पत्ताहरू पनि खाँदा हुन्छ, तितो तितो हुन्छ, टरो तितो तितो। त्यही भएर होला एकदम राम्रो दबाई रहेछ। अब चाहिँ राम्रो धोएर चिया पिउनु पर्यो भनेको। तातो पानीमा हालेर नुरी माङ्गो आलो मको वाइ थ्याक मङ थुङमा पुग्छ। ल अब यहाँ चाहिँ केलिम्बा तुङ्गेला नुबा सिधारो मेल केलिम्बा तुङ्गे मुख थास्रो मेल। ल फुलहरू पनि अहिले कति राम्रो फुलिरहेछ। मेरो नानीहरूको खेलाउना यिनीहरू। यहाँ चाहिँ बिहान यहाँ खाली खुट्टा आएर यहाँ दुबो टेक्ने हो, राम्रो हुन्छ अरे भन्छ स्वास्थ्य। वराफुङ भन्छ लिम्बू भाषाबाट, इङ्ग्लिसमा व्हाइट फ्लावर भन्दो रहेछ। सेतो फुल भन्छु नेपालीमा। बिहान उठेर यसरी फुलहरू हेऱ्यो भने मन पनि शान्त हुन्छ। ल यो फापर चाहिँ कति राम्रो पानको पत्ता हुन्छ। ल मलाई चाहिँ फापरको फुल अनि पत्ता खानु पनि एकदम मनपर्छ। यिनीहरू चाहिँ रायोको बिउ फुलेको हो, कति धेरै फुलेको छ। हेर्नुहोस् हजुर चाहिँ। ल कसैले रायोको बिउ चाहिएमा अब यो पाकेर कसैले चाहिएमा मसँग सम्पर्क गर्नु होला, दिनु सक्छु। अनि कालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भनेर पहिलाको मान्छेले भन्ने गर्नुहुन्थ्यो। अनि यो चाहिँ अब बिउ जोगाएर मैले रोपेको। जाडोको बेला सेडभित्र राखेर मैले यसरी अहिले फुलाएको है हजुर चाहिँ। ल हेर्नुहोस् हजुर चाहिँ। अब मैले यो चाहिँ राम्रो धोएको। यहाँ चाहिँ नुरी खप्तुङबा आल कन्हेमु केगु बायाङमा थर्मस सेमु थेकमाङ्ग थुङमा पुग्छ। ल अब यस्तो तातो लाउने थर्मसमा लगाएर पिउने हो। 2 दिनसम्म तातो पानी लाउँदै मनतातो भएपछि पिउने हो। मनतातो बनाएर पिउने हो। तितो तितो हुन्छ। खै धेरैको दबाई भन्नु भएको छ एकजना बाजेले, तर मैले बिर्सेँ। तर मलाई चाहिँ राम्रो चाहिँ डायबिटिक्स या मधुमेहको दबाई भन्ने चाहिँ मलाई थाहा छ। कसैको मधुमेह या डायबिटिक्स रोग छ भने यो फकफके भन्ने रोपेर चिया पिउनुभयो भने एकदम राम्रो हुन्छ। तपाईँहरूले चाहिएमा मसँग बिरुवा पनि छ, बिरुवा दिनु सक्छु। ल हेर्नुहोस् हजुर चाहिँ। अब यहाँ चाहिँ तातो पानी हाल्ने है। यो चाहिँ मेरो श्रीमानज्यूको हो। श्रीमानलाई नेपाली लिम्बू भाषाबाट हिमदाङबा थक्ताङबा भन्छ। इङ्ग्लिसमा चाहिँ हस्बेन्ड भन्दो रहेछ। अब छोरा मान्छेले चाहिँ धेरै नै चाहिन्छ। त्यही भएर मेरो आमाले पहिला जे पनि खानेकुरा छोरा मान्छेले धेरै दिनुपर्छ। छोरी मान्छेले चाहिँ अब सानो भुँडी हुन्छ र थोरै खाँदा नि हुन्छ। छोरा मान्छेको चाहिँ भुँडी ठुलो हुन्छ अनि धेरै खानाहरू जे पनि धेरै दिनुपर्छ भन्नुभएको छ। यस्तो गरेर भरे मनतातो भएपछि नभए चिसो पानी लाउने अनि मनतातो भएपछि पिउने हो। ल मेरो श्रीमान हिमदाङबा थक्ताङबा मेरो हस्बेन्डले चाहिँ भरे काममा पनि लगेर पिउनुहुन्छ। म चाहिँ नै तातो पानी लाउँदै पिउँछु। 2 दिनसम्म तातो पानी लाउँदै पिउनु सकिन्छ है हजुर चाहिँ।
यसरी कपमा सारेर पिउँदा नि हुन्छ है हजुरसी। यस्तो हरियो हुन्छ। हवस् त, धन्यवाद नुगेन्लो। थ्याङ्क यू फर वाचिङ।